I like learning 1, 2, 3s for quick calculation. च्याप्टरको सबैभन्दा फर्स्टमा हामीले व्हाट इज हाइड्रोजन एन्ड व्हाट आर द आइसोटोप्स भन्ने कुरा बुझ्नुपर्छ। यो चाहिँ धेरैचोटि 2070 मा चाहिँ ओल्ड इज गोल्डमा सोधिएको क्वेसन हो र यो इम्पोर्टेन्स पनि छ। हाइड्रोजन भनेको चाहिँ एकदमै लाइटेस्ट एलिमेन्ट हो। यो ग्रुप फर्स्टमा पर्छ विनो एन्ड एटमिक नम्बर चाहिँ 1 हो। यो अल्काली मेटलमा चाहिँ पर्छ। सो हाइड्रोजन ग्यासको चाहिँ आइसोटोप्सहरू के हुन् त भन्दा प्रोटियम, ड्युटेरियम र ट्राइटेरियम हुन्। पहिला सुरु आइसोटोप भनेको के हो भन्ने कुरा बुझ्नुपर्छ। आइसोटोप्स भनेको चाहिँ सेम एलिमेन्ट्सको चाहिँ एटम अफ सेम एलिमेन्ट ह्याभिङ द डिफ्रेन्ट एटोमिक मास। हेर्नुहोस् है, के हो त भन्दाखेरि यो प्रोटियम, ड्युटेरियम, ट्रिटियम भनेको चाहिँ के हो त भन्दाखेरि यिनीहरू चाहिँ एउटै एलिमेन्ट्सको एटमहरू मात्र हुन्। यिनीहरूको चाहिँ के छ एटोमिक मास भने जस्तै यसको 1, यसको 2, यसको 3 छ। त्यही भएर एटोमिक मासको कारणले गर्दाखेरि यिनीहरूमा डिफ्रेन्स भएको हो। यो आइसोटोप्सहरू बनेका हुन्। सो आइसोटोप भनेको एटम अफ द सेम एलिमेन्ट ह्याभिङ डिफ्रेन्ट मास नम्बर आर कल्ड द आइसोटोप्स। सो हाइड्रोजनमा प्रोटियम, ड्युटेरियम, ट्रिटियममा सब सेम हो। सबैको प्रोटन चाहिँ सेम हुन्छ 1, 1, 1 भने डिफ्रेन्ट के छ यसको 0 न्युट्रन हुन्छ, यसको 1 न्युट्रन हुन्छ, 2 न्युट्रन हुन्छ। अनि यो एटोमिक हामीले माथिपट्टि एटोमिक मास र तलपट्टि एटोमिक नम्बर जहिले पनि देखाउँछौँ। जस्तै हाइड्रोजन छ भने माथि एटोमिक मास, एटोमिक नम्बर चाहिँ तल रिप्रेजेन्ट गर्छौँ भने एटोमिक मास चाहिँ कसरी पत्ता लगाउने हो त भन्दा प्रोटन प्लस न्युट्रन। सो यसको एउटा छ, यसको 0 छ भनेपछि 1 भयो। यसमा एउटा प्रोटन, यसमा एउटा न्युट्रन, 2 भयो यसको एटोमिक मास भने यसको एउटा 1 प्रोटन भयो, 2 न्युट्रन भयो। यसको एटोमिक मास चाहिँ 3 भयो। अनि प्रोटियम चाहिँ सबैभन्दा धेरै मोस्ट एबन्डन्ट इन हाइड्रोजन 99.98% हुन्छ। ड्युटेरियम चाहिँ 0.015% मात्र हाइड्रोजनमा चाहिँ एभाइलेबल हुन्छ भने यो ट्राइटेरियम भने रेडियो एक्टिभ हो र एकदमै रियर हुन्छ। अनि प्रोटियमबाट चाहिँ हामीले नर्मल हाइड्रोजन ग्यास बनाउन सक्छौँ भने ड्युटेरियमबाट हेभी हाइड्रोजन ग्यास बनाउन सक्छौँ। ट्राइटेरियम चाहिँ युज इन द न्युक्लियर रियाक्सन एन्ड रेडियो लेभलिङ भनेको छ। यो चाहिँ रेडियो एक्टिभ एलिमेन्ट्स हो। यसलाई चाहिँ न्युक्लियर रियाक्सनहरूमा चाहिँ युज हुन्छ। यसरी चाहिँ के छ त भन्दा हाइड्रोजनको 3टा आइसोटोप छन्, प्रोटियम, ड्युटेरियम र ट्राइटेरियम। यिनीहरूमा एटोमिक मासको डिफ्रेन्स छ ड्यू टु द डिफ्रेन्ट नम्बर अफ द न्युट्रन्स। अर्को हामीलाई यहाँ सोधेको छ हाउ डु हाइड्रोजन ग्यास प्रिपेयर भनेको छ। यो हामीले प्लस 2 मै पहिलेदेखि पढिआएको कुरा हुन्। यो लेबोरेटरीमा चाहिँ जिङ्क प्लस HCl हाइड्रोक्लोरिक एसिडलाई रियाक्सन गरायो भने जिङ्क क्लोराइड प्लस हाइड्रोजन चाहिँ के हुन्छ त इभल्भ हुन्छ। यसरी चाहिँ हाइड्रोजन ग्यास बनाउन सकिन्छ। आइसोटोप्सको बारेमा पढ्यो हाइड्रोजनको। अब ड्युटेरियम 2060, 2077, 2078 मा एकदमै सोधिरहेको इम्पोर्टेन्ट अर्को क्वेसन चाहिँ के छ त भन्दा ड्युटेरियम आइसोटोप्सको चाहिँ आइसोलेसन, यसलाई कसरी आइसोलेट गर्न सकिन्छ त्यसको प्रिन्सिपल लेख्नुहोस् भनेर चाहिँ क्वेसन आउँछ। र हामीले ड्युटेरियम भनेको पढ्यो। यो भनेको के हो त भन्दा एटम अफ द हाइड्रोजन भइहाल्यो। यसको चाहिँ एटोमिक मास 2 हुन्छ। यसले गर्दा हेभी हाइड्रोजन, हेभी वाटरहरू प्रिपेयर गर्न सक्छ भन्ने कुरा पढ्यो। सो यसलाई कसरी आइसोलेट गर्ने भन्दा इट इन्क्लुड द 3 मेन प्रोसेस। एउटा इलेक्ट्रोलाइटिक मेथड छ। इलेक्ट्रोलाइटिक मेथड भनेको के हो त भन्दाखेरि हामीले चाहिँ वाटर कन्टेनिङ ड्युटेरियमलाई चाहिँ इलेक्ट्रोलाइज गर्ने। इलेक्ट्रोलाइज गरेपछि प्रोटियम चाहिँ एकदमै हायर मोबिलिटी हुन्छ। त्यो चाहिँ चाचारो मुभ गर्छ। त्यही भएर प्रोटियम चाहिँ के हुन्छ त हामीले इलेक्ट्रोलाइज गर्दाखेरि चाहिँ फास्ट लिबरेटेड हुन्छ भने ड्युटेरियम त स्लोली इलेक्ट्रोलाइज हुन्छ। र त्यो ड्युटेरियम चाहिँ के हुने भयो त भन्दाखेरि अब त्यो पानीमा भएको प्रोटियम र ड्युटेरियम मध्येमा प्रोटियम त पहिले सुरु लिबरेटेड हुने भयो भने त्यो वाटरमा चाहिँ अब के हुने भयो त मात्र ड्युटेरियमको चाहिँ एटम्स चाहिँ बाँकी रहने हुने भयो। यसरी चाहिँ हामीले चाहिँ वाटरलाई इलेक्ट्रोलाइज गर्दाखेरि ड्यू टु द मोबिलिटी, फास्ट मोबिलिटी अफ द प्रोटियम देन द ड्युटेरियम के हुने भयो प्रोटियम चाहिँ चारै त्यहाँ गएर लिबरेटेड हुने भयो भने ड्युटेरियम चाहिँ वाटरमा अब बाँकी रहेको वाटरमा ड्युटेरियम मात्र हुने भयो। र यसरी चाहिँ ड्युटेरियमलाई हामीले एक्सट्र्याक्ट गर्न सक्छौँ अथवा आइसोलेट गर्न सक्छौँ है। अर्को चाहिँ डिस्टिलेसन भनेको छ। डिस्टिलेसन चाहिँ के हो त भन्दाखेरि हाम्रो प्रोटियम र ड्युटेरियम हुन्छ वाटरमा जेनरली प्रेजेन्ट। र हामीले चाहिँ जब बोइल गर्छौँ हामीलाई थाहा हुनु पर्यो पहिला सुरु चाहिँ भन्दाखेरि बोइलिङ पोइन्ट चाहिँ
ड्युटेरियमको हाई हुन्छ प्रोटियम भन्दा। त्यही भएर हामीले जब यसलाई बोइल गर्छ, बोइल गर्न थालेपछि प्रोटियमको चाहिँ के हुन्छ त बोइलिङ पोइन्ट कम हुन्छ भनेपछि के हुने भयो त इभ्यापोरेट भएर निस्किने भयो भने ड्यु टु द हाई बोइलिङ पोइन्ट्स अफ द ड्युटेरियम त्यो चाहिँ के हुने भयो त अब त्यो वाटरमा चाहिँ बाँकी रहेको सबै के हुने भयो ड्युटेरियमको चाहिँ एलिमेन्ट्स हुने भयो। प्रोटियम चाहिँ के हुन्छ स्केप आउट हुन्छ र बाँकी रहेको चाहिँ वाटर के हुने भयो इनरिच इन द ड्युटेरियम। अर्को छ आइसोटोपिक एक्सचेन्ज रियाक्सन भने यसमा चाहिँ ड्युटेरियम फ्रम द D2O or D2 ग्यास रिप्लेस हाइड्रोजन इन द कम्पाउन्ड। जस्तै यो एउटा कम्पाउन्ड भयो हाम्रो NH3 अमोनिया भने यसमा चाहिँ हाम्रो D2 ले जब योसँग आइसोटोनिक रियाक्सन गर्छ यो दुईटा कम्बाइन हुन्छन् तब के हुने भयो त भन्दाखेरि यो चाहिँ यता गरी योसँग रियाक्सन गरेर ND3 बनाउने भयो र यसरी चाहिँ यहाँ हाम्रो के हुने भयो हेभी हाइड्रोजन H2 चाहिँ लिबरेट हुने भयो। सो पहिला सुरु इम्पोर्टेन्ट भनेको चाहिँ इलेक्ट्रोलाइटिक र डिस्टिलेसनबाट हो मेन हामीले आइसोलेट गर्ने यो भन्दा पनि यो दुईटा पोइन्ट्सहरु। त्यही भएर देयर आर टु मेन मेथड्स बेस्ड अन दिस प्रिन्सिपल भनेको छु यो दुईटा कुरा चाहिँ छुटाउनु भएन। यसरी चाहिँ पहिला सुरु इलेक्ट्रोलाइज गरेर पनि के गर्न सक्छ ड्युटेरियमलाई आइसोलेट गर्न सक्छौ, ड्युटेरियम मात्र प्राप्त गर्न सक्छौ भने डिस्टिलेसन भनेको चाहिँ इभ्यापोरेट गराएर जस्तै प्रोटियम चाहिँ चारो इभ्यापोरेट हुन्छ र बाँकी रहेको वाटरमा चाहिँ के हुने भयो ड्युटेरियम मात्र इनक्रिज हुने भयो। यसरी चाहिँ यसलाई आइसोलेट गर्न सक्छौ। अर्को त्यसले चाहिँ के गर्छ ड्युटेरियम ग्यासले चाहिँ अमोनियासँग अथवा अरू कम्पाउन्डहरुसँग चाहिँ कम्बाइन हुँदाखेरि अथवा रियाक्ट गर्दाखेरि चाहिँ यसरी त्योसँग चाहिँ रिप्लेस भएर यहाँको हाइड्रोजनलाई रिप्लेस गरिदिएर चाहिँ आफू चाहिँ ड्युटेरियमको एटम गएर यतापट्टि हाइड्रोजन हेभी हाइड्रोजनलाई मात्र के गर्ने भयो त भन्दाखेरि आइसोलेट गरिदिनु भयो। यसरी चाहिँ तीनटा मेथडबाट चाहिँ हामीले हेभी हाइड्रोजन अथवा ड्युटेरियमलाई चाहिँ आइसोलेट गर्न सक्छौं। ले हेभी हाइड्रोजनको आइसोलेसन पढ्यो। अब त्यसै गरी हेभी हाइड्रोजन चाहिँ डिस्क्राइब द स्ट्र्याटेजी इम्प्लोय फर द प्रिपरेसन्स अफ द ड्युटेरियम कम्पाउन्ड भनेको चाहिँ सो ड्युटेरियम कम्पाउन्ड भनेको के हो हेभी हाइड्रोजन हो। तर हेभी हाइड्रोजनको कम्पाउन्ड्सहरु कसरी बनाउँछ अब प्रिपरेसन सोधेको छ। सो अब माथिका यी कुराहरु चाहिँ के भयो हेभी हाइड्रोजन भनेको के हो एटोमिक मास कति हुन्छ ड्युटेरियम कम्पाउन्ड हो भन्ने कुरा लेखिएका छन् भने यो तलपट्टि चाहिँ इट इज प्रिपेयर्ड युजिङ हेभी वाटर भनेर यो रियाक्सन के देखाएको हो त भन्दा ड्युटेरियम कम्पाउन्डलाई चाहिँ हेभी वाटर भनेको ड्युटेरियमले नै के गर्ने त रियाक्सन गरेर रिप्लेस गरेर जस्तै यहाँ हाम्रो के छ त D2O भनेको के हो त यो भन्दा हेभी वाटर भयो। हेभी वाटरलाई चाहिँ सोडियमसँग रियाक्ट गर्यो भने के हुन्छ त यसले यहाँ रिप्लेस गरेर एउटा ड्युटेरियमको एटमलाई NaOD बनेर यतापट्टि D2 निकाल्दिने भयो भनेपछि यसरी के भयो त हेभी हाइड्रोजन प्रिपेयर्ड भयो। सो एक्सचेन्ज गरेर नै के गर्छ त भन्दा ड्युटेरियम कम्पाउन्डले ड्युटेरियम अर्को एलिमेन्टसँग चाहिँ रियाक्ट गर्दाखेरि के हुन्छ रिप्लेस गर्छ। के गर्छ त भन्दाखेरि जस्तै यहाँको D एउटा चाहिँ के हुने भयो वान एटम फ्रम द ड्युटेरियम वाटर or heavy water which is replaced by the other elements and then it comes to D2O look like NaOD like this they form the deuterium compound and here heavy hydrogen is excreted। यही कुरा एक्सचेन्ज चाहिँ कसरी हुन्छ भन्ने कुरा अब हामीले यो त 4 मार्क्सको क्वेशन हो त्यही भएर यसलाई सल्युसन गर्दा यहाँ लेखिएका छन् हेर्नुस् है ड्युटेरियम कम्पाउन्ड आर कमनली प्रिपेयर्ड बाइ एक्सचेन्ज रियाक्सन बुझिहाल्यो कसरी एक्सचेन्ज हुन्छ त भन्दाखेरि हेभी हाइड्रोजनसँग भनेको ड्युटेरियमसँगै के हुने भयो त अरू एलिमेन्ट्सले चाहिँ एक्सचेन्ज गरेर यसरी ड्युटेरियम कम्पाउन्ड बनाउने भयो। अनि यसरी नै आइसोलेट पनि गर्न सकिन्छ ड्युटेरियम कम्पाउन्डलाई। यहाँ भनेको छ D2 रियाक्ट विथ H2 एट द हाई टेम्परेचर टु गिभ HD है D2 ले चाहिँ के गर्ने H2 हाइड्रोजनसँग रियाक्ट गरेर है यो भनेको D2 भनेको आइसोटप हो यो ड्युटेरियम ग्यास भयो ड्युटेरियम हाइड्रोजन भयो यसले चाहिँ प्रोटियमसँग रियाक्ट गरेर चाहिँ एक्सचेन्ज गरेर जस्तै यहाँ देखाइएका छन् NH3 CH4 यसरी चाहिँ यसले के गर्छ ड्युटेरियम कम्पाउन्डहरु बनाउँछन्। ड्युटेरियम कम्पाउन्ड भने के हो त भन्दाखेरि त्यही H2 चाहिँ के गर्ने भयो अरू एलिमेन्टसँग रियाक्ट गरेर चाहिँ जस्तै NH3 H+ एन्ड नाइट्रोजन र H चाहिँ के भयो त कम्बाइन भएर NH3 बन्यो यसरी ड्युटेरियम कम्पाउन्ड बनाएको छ।
सो इजिली चाहिँ हाम्रो D2 ड्युटेरियम भन्दा पनि हेभी वाटरको युज गरेर चाहिँ बनाइन्छ ड्युटेरियम कम्पाउन्ड है। ड्युटेरियम कम्पाउन्ड कसरी बनाउँदो रहेछ त त्यही D2 भनेको हेभी वाटरको युज गरेर। जस्तै हामीले सोडियम हाइड्रोक्साइड लियो NaOH प्लस D2O गरेपछि के हुन्छ त भन्दाखेरि यो D2 यसले चाहिँ के गर्छ त एउटा डीलाई चाहिँ रिप्लेस गरिदिन्छ सोडियमसँग, यसरी ड्युटेरियम कम्पाउन्ड बनाउँछ। त्यसै गरी NH4Cl सँग पनि यसले एउटा आफ्नो डीलाई चाहिँ के गर्छ रिप्लेस गरेर यताबाट NH3Cl ल्याएर NH3DCl बनाइदिन्छ। त्यसै गरी यतापट्टि फेरि D2O ड्युटेरियम के अरे हेभी वाटरले चाहिँ के गर्ने भयो त भन्दा एउटा डीलाई चाहिँ रिप्लेस गरेर यताबाट एन ल्याएर एन्ड यसको चाहिँ ओ पनि रिप्लेस जान्छ किनभने यता MgO को फर्मेसन हुन्छ, त्यही भएर यसरी ND3 बनाउँछ। यसरी आफ्नो हेभी वाटरको चाहिँ एउटा एटम ड्युटेरियम एटमलाई चाहिँ रिप्लेस गरेर अर्को इलिमेन्टसँग यसरी ड्युटेरियम कम्पाउन्ड्सहरू बन्छन्। अनि अर्को चाहिँ क्वेसन यसमा के पनि सोधेको छ भन्दा यसमा नसोधे पनि अरू चाहिँ ओल्ड इज गोल्डमा राइट द युज अफ द ड्युटेरियम कम्पाउन्ड्स भनेर पनि सोध्छ। सो ड्युटेरियम कम्पाउन्ड्सको युज के हो त भन्दाखेरि यो ट्रेसरको रूपमा युज हुन्छ। जस्तै मेकानिजम अफ भेरियस केमिकल मेटाबोलिक हाम्रो बडीभित्र हुने चाहिँ केमिकल मेटाबोलिक रियाक्सन रेटहरू पत्ता लगाउनको लागि ड्युटेरियमलाई चाहिँ ट्रेसरको रूपमा चाहिँ हाम्रो बडीभित्र चाहिँ पठाएर यसरी चाहिँ ट्रेसरको रूपमा युज गरेर चाहिँ हाम्रो बडीको मेटाबोलिक रेटहरू पत्ता लगाउनलाई युज गरिन्छ। अर्को भनेको ड्युटेरियम यो D2O भनेको हेभी वाटर भयो, यो चाहिँ मोडिरेटरको रूपमा पनि युज हुन्छ न्युक्लियर रियाक्सनमा। मोडिरेटर भनेको के हो त भन्दा हाम्रो रिएक्सन फास्ट मुभिङ न्युट्रोन्सहरूलाई चाहिँ स्लो डाउन गर्ने हो। सो यसरी मोडिरेटरको रूपमा न्युक्लियर रियाक्सनमा युज हुन्छ। हाइड्रोजनको आइसोटप्सको डिटेल स्टडी गरिसकेपछि अब हाइड्रोजन हाइड्राइड भनेको के हो, हाइड्राइड द टाइप अफ हाइड्राइड डिपेन्ड्स अपन द इलेक्ट्रोनेगेटिभिटी भन्ने क्वेसन चाहिँ एकदमै धेरैचोटि 2068, 2069, 2072 र 2074 मा सोधिएको क्वेसन हो। र हामीले आइसोटपमा चाहिँ प्रोटियम ड्युटेरियम चाहिँ र ट्राइटेरियममा प्रोटियम र ट्राइटेरियमको त्यति धेरै युज र प्रिपरेसन चाहिँ पढ्नु पर्दैन भने ड्युटेरियमको प्रिपरेसन अनि त्यसपछि त्यसको आइसोलेसन चाहिँ इम्पोर्टेन्ट छ, त्यो कुरा हामीले पढ्यो। अब हाइड्राइड भनेको के हो भन्ने कुरा बुझ्नु पर्यो पहिला। हाइड्राइड भनेको चाहिँ हाइड्रोजनले अरू इलिमेन्ट्सहरूसँग कम्बाइन गरेर चाहिँ बाइनरी कम्पाउन्ड बनाउँछ, त्यसलाई नै हाइड्राइड भनिन्छ। जस्तै यहाँ हाइड्रोजन आर बाइनरी कम्पाउन्ड अफ द हाइड्रोजन विथ द अदर इलिमेन्ट, हाइड्रोजन र अदर इलिमेन्ट कम्बाइन भएर चाहिँ कम्पाउन्ड बनाउँछ, त्यसलाई नै हाइड्राइड भन्ने हो। र हाइड्राइड चाहिँ 3 टाइप्सको हुन्छ, आयोनिक, कोभ्यालेन्ट, इन्डस्ट्रियल भयो। आयोनिक हाइड्राइड भनेको के हो त भन्दा अभियसली यो के हो त हाइड्रोजन चाहिँ अरू इलिमेन्टसँग फर्म भएर बनेको हो। कस्तो इलिमेन्टसँग भन्दाखेरि चाहिँ हाइली इलेक्ट्रोपोजिटिभ इलिमेन्ट। जस्तै इलेक्ट्रोपोजिटिभ सबैभन्दा धेरै केमा हुन्छ त भन्दाखेरि अल्काली र अल्कालाइन मेटल्स अर्थ मेटल्स हो, तर बेरिलियम र म्याग्नेसियम भन्दा बाहेक। जस्तै यो पिरियोडिक टेबलमा हेरौँ। सो यो के हो त हाम्रो अल्काली, यो अल्कालाइन अर्थ मेटल भयो। यो मध्येमा चाहिँ यो बेरिलियम र म्याग्नेसियम भन्दा बाहेक अरू इलिमेन्टसँग चाहिँ है यो हाइड्रोजनले यो भएका अरू इलिमेन्टसँग चाहिँ कम्बाइन भएर हाइड्राइड बनाउँछ, त्यसलाई नै के भनिन्छ त भन्दाखेरि आयोनिक हाइड्राइड भनिन्छ। यहाँ एक्जाम्पलमा जस्तै सोडियम प्लस हाइड्रोजन मिल्यो, यो के भयो त सोडियम हाइड्राइड बन्यो। अब अर्को हेर्नुहोस् कोभ्यालेन्ट हाइड्राइड। कोभ्यालेन्ट हाइड्राइड चाहिँ कसरी बन्छ त भन्दा हाइड्रोजन चाहिँ इलेक्ट्रोनेगेटिभ इलिमेन्टसँग नन मेटालिक अथवा पी ब्लक इलिमेन्ट्सहरू है त। आयोनिक भनेको चाहिँ यी एस ब्लक इलिमेन्टसँग फर्म भएर हाइड्रोजन फर्म भएर बन्ने हो भने अर्को चाहिँ हाम्रो कोभ्यालेन्ट भनेको चाहिँ यो पी ब्लक इलिमेन्ट्सहरूसँग हाइड्रोजन चाहिँ कम्बाइन भएर बाइनरी कम्पाउन्ड बनाउँछ भने त्यसलाई चाहिँ कोभ्यालेन्ट हाइड्राइड भनिन्छ है। एक्जाम्पलमा जस्तै हाम्रो कार्बन भयो, कार्बन र हाइड्रोजन मिल्यो भने CH4 बन्छ, मिथेन बन्छ है। अब अर्को चाहिँ इन्डस्ट्रियल अथवा मेटालिक हाइड्राइड। यो चाहिँ के हो त भन्दा त्यही हाइड्रोजनले चाहिँ डी ब्लक इलिमेन्ट्सहरूसँग कम्बाइन भएर चाहिँ बाइनरी कम्पाउन्ड बनाउँछ भने त्यो चाहिँ इन्डस्ट्रियल हाइड्राइड भयो अथवा मेटालिक हाइड्राइड भन्यो। सो यसलाई चाहिँ इन्डस्ट्रियल हाइड्राइडलाई किन मेटालिक भनेको भन्दा जब हाइड्रोजनले चाहिँ यी डी ब्लक इलिमेन्टसँग चाहिँ कम्बाइन गर्छ र बाइनरी कम्पाउन्ड्स बनाउँछ त्यतिखेर ती कम्पाउन्ड्सहरू जस्तै थ्यालियम, लिड
ले कम्बाइन हाइड्रोजनसँग कम्बाइन भएर के बनाउँदो रहेछ TiH2 PDHX यो X भनेको चाहिँ भ्यालेन्सी डिफ्रेन्ट भएको कारणले गर्दा यसको डिफिनाइट हुँदैन यसरी चाहिँ यसले के गर्छ बाइनरी कम्पाउन्ड बनाउँछ कुनसँग त भन्दा यी थ्यालियम लिडहरुसँग यी डी ब्लक एलिमेन्टसँग इन्टरस्टियल एलिमेन्ट्सहरुसँग कम्बाइन भएर चाहिँ हाइड्राइड बनाउँछ भने त्यस्तालाई चाहिँ इन्टरस्टियल हाइड्राइड भनेर भनिन्छ र यसलाई चाहिँ मेटालिक किन भनिन्छ म भन्दै थिए यो भनेको यसले किनभने मेटालिक प्रोपर्टी मेटल्सको प्रोपर्टीहरु सो गर्छ त्यही भएर इन्टरस्टियल जब हाइड्रोजनले यी इन्डस्ट्रियल एलिमेन्ट्स अथवा डी ब्लक एलिमेन्टसँग कम्बाइन भएर बाइनरी प्रोडक्ट बनाउँछ अथवा कम्पाउन्ड बनाउँछ त्यो चाहिँ के हुन्छ त मेटालिक प्रोपर्टी सो गर्ने भएको कारणले यसलाई मेटालिक हाइड्राइड पनि भनिन्छ अर्को यो चाहिँ आफ्टर नन स्टोइकियोमेट्रिक हो यो हामीले यो हाइड्राइड मध्येमा सबैभन्दा इम्पोर्टेन्ट भनेको इन्टरस्टियल हाइड्राइड हो यो आयोनिक र कोभ्यालेन्ट हाइड्राइड के हो भन्ने कुरा मात्र बुझे हुन्छ आयोनिक भनेको हाइड्रोजन चाहिँ हाम्रो एस ब्लक एलिमेन्टसँग मिलेर बन्छ भने त्यसलाई आयोनिक कोभ्यालेन्ट भनेको हाइड्रोजन चाहिँ हाम्रो पी ब्लक एलिमेन्टसँग अथवा इलेक्ट्रोनेगेटिभ एलिमेन्टसँग कम्बाइन भएर बाइनरी कम्पाउन्ड बनाउँछ भने त्यो कोभ्यालेन्ट एउटा एक्जाम्पल याद गरे भयो अनि इन्टरस्टियलको चाहिँ स्टियोकेमेट्रिक भनेको के हो त भन्दाखेरि फिक्स रेशियो नभएको हो नि यो हामी यो इन्डस्ट्रियल हाइड्राइड वाइ इज इट इज नन स्टियोकेमेट्रिक भन्ने कुरा चाहिँ पनि पढ्छौं सो यसरी चाहिँ हामीले सबै हेर्दाखेरि चाहिँ आयोनिक कोभ्यालेन्ट इन्टरस्टियल चाहिँ यो यो चाहिँ के हो त इलेक्ट्रोपोजिटिभ इलेक्ट्रोनेगेटिभ यो पनि के हो त इन्टरमिडिएट इलेक्ट्रोनेगेटिभ एलिमेन्ट्सहरुसँग भनेको यी एलिमेन्ट्स चाहिँ के भयो त भन्दा इन्टरमिडिएट इलेक्ट्रोनेगेटिभ एलिमेन्ट्स भयो सो योसँग मिलेर बन्दो रहेछ यो इन्टरस्टियल हाइड्राइड सो यी सबै हाइड्राइडहरु चाहिँ केसँग रिलेट भयो त भन्दा इलेक्ट्रोनेगेटिभिटीसँग रिलेट भएका छन् सो यसरी चाहिँ हामीले यो स्टेटमेन्टलाई प्रुभ गर्न सक्यो द टाइप अफ अ हाइड्राइड दैट एन एलिमेन्ट्स फर्म डिपेन्ड अन द इलेक्ट्रोनेगेटिभिटी अफ एलिमेन्ट्स यसरी चाहिँ हामीले एक्जाममा आयो भने जस्टिफाई गर्न सक्छौ यु क्यान टेक द स्क्रिनशट पर्यो हाइड्राइडमा आयोनिक त्यसपछि कोभ्यालेन्ट इन्टरस्टियल हुन्छन् त्यो मध्येमा चाहिँ इम्पोर्टेन्ट इन्टरस्टियल हाइड्राइड हो र इन्टरस्टियल हाइड्राइड भनेको चाहिँ हाइड्रोजनले चाहिँ इन्टरस्टियल अथवा डी ब्लक एलिमेन्ट्सहरुसँग कम्बाइन भएर बनाउँछ हाइड्राइड भने त्यसलाई इन्टरस्टियल हाइड्राइड भनिन्छ भन्ने कुरा हामीले पढिसक्यौ त्यही कुरा हामीले यहाँ माथि लेखेको छौं त्यही कुरा चाहिँ हामीले इन्टरस्टियल वाट आर इन्टरस्टियल हाइड्राइड भन्ने कुराको क्वेशनको एन्सर दिन सक्छौं इफ द हाइड्राइड फर्म बाइ द हाइड्रोजन विथ द इन्टरस्टियल द डी ब्लक एलिमेन्ट्स इट इज कल्ड इन्डस्ट्रियल हाइड्राइड भनेर लेख्न सकिन्छ अनि यिनीहरु चाहिँ नन स्टोइकियोमेट्रिक हुन्छ नन स्टोइकियोमेट्रिक भनेको के हो त भन्दाखेरि हाइड्रोजन र यी एलिमेन्ट्सहरु चाहिँ फिक्स रेशियोमा चाहिँ कम्बाइन भएका हुँदैनन् है सो त्यसलाई चाहिँ नन स्टोइकियोमेट्रिक भनिन्छ त किन तिनीहरु चाहिँ फिक्स रेशियोमा चाहिँ हुँदैनन् त भन्ने कुरा चाहिँ हामीले यो कुरालाई सोधेको छ एक्सप्लेन गर्नुपर्ने छ यो क्वेशन चाहिँ ओल्ड गोल्डमा 2076 को यो रिसेन्ट क्वेशन हो यो इम्पोर्टेन्ट छ यो कुरालाई ध्यान दिएर बुझ्नुपर्छ सो पहिला सुरु हामीले बुझ्नुपर्छ इन्डस्ट्रियल एलिमेन्ट्स अथवा यी एलिमेन्ट्सहरुको चाहिँ के हुन्छ इन्डस्ट्रियल साइट्सहरु हुन्छन् डिफरेन्ट इन्डस्ट्रियल साइट्स मैले यो क्रिस्टल ल्याटिक्स एक्जाम्पलको लागि बनाएको हो सो यिनीहरुको इन्डस्ट्रियल साइट्स भनेको यी चाहिँ होल्सहरु हुन्छ त्यसमा गएर चाहिँ हाइड्रोजनले अकुपाई गरेर चाहिँ के गर्ने हो त इन्डस्ट्रियल हाइड्राइड बनाउने हो अनि सो फर्स्ट रिजन चाहिँ किन यो नन स्टोइकियोमेट्रिक फिक्स रेशियोमा हुँदैनन् त हाइड्रोजन र यी एलिमेन्ट्सहरु डी ब्लक एलिमेन्ट्सहरु चाहिँ किन फिक्स रेशियोमा मिल्दैनन् किन इन्डस्ट्रियल हाइड्राइड चाहिँ नन स्टोइकियोमेट्रिक हुन्छ भन्दाखेरि भेरिएबल हाइड्रोजन अकुपेन्सी जस्तै यो सबै यो जुन क्रिस्टल ल्याटिक्सको चाहिँ यो साइट्सहरु यो होल्सहरुमा चाहिँ हाइड्रोजन इक्वली गएर चाहिँ कम्बाइन हुन्छ भन्ने हुँदैन है सो त्यो हाइड्रोजन चाहिँ अथवा त्यो जुन हाइड्राइड बन्छ त्यो चाहिँ केमा डिपेन्ड हुन्छ त भन्दा टेम्परेचर प्रेसरमा डिपेन्ड हुन्छ सो यो ल्याटिक्सको चाहिँ यदि टेम्परेचर बढ्यो घट्यो भने चाहिँ के हुन्छ त भन्दा सबैमा इक्वली गएर हाइड्रोजन चाहिँ अकुपाई गर्न सक्दैन सो यी इन्डस्ट्रियल साइट्सहरुमा चाहिँ इक्वली हाइड्रोजन चाहिँ अकुपेन्सी नहुने कारणले गर्दाखेरि के हुने भयो त यो फिक्स रेशियोमा नहुने भयो यो कुरा चाहिँ भेरिएबल हाइड्रोजन अकुपेन्सी भनेर लेखिएको छ अर्को नो फिक्स कम्पोजिसन
भन्न खोजेको चाहिँ जस्तै हाम्रो जब हाइड्रेट भन्छ इन्डस्ट्रियल हाइड्रेट हाइड्रोजन र यो इन्डस्ट्रियल मेटल्सहरू मिलेर त्यतिखेर चाहिँ के हुन्छ द भ्यालु अफ एक्स भेराइज मतलब यो जस्तै एम भनेको मेटल भयो यो एच भनेको हाइड्रोजन यो चाहिँ के भयो त इन्डस्ट्रियल हाइड्रेट भयो भने यसमा एक्स भनेको भ्यालेन्सी हो यो चाहिँ जस्तै अब यो चाहिँ थ्यालियमसँग मिलेको छ भने हेर्नुहोस् 1.7 1.5 सेम इलिमेन्टसँग नै हाइड्रोजन जब कम्बाइन हुन्छ त यिनीहरूको भ्यालेन्सी यसरी डिफ्रेन्स हुन जान्छ है बिकज इट डिपेन्ड्स अपन द टेम्परेचर प्रेसर यो कुरा हामीले यहाँ माथि लेखेका छौँ त्यही भएर चाहिँ यसको फिक्स भ्यालेन्सी नभएको कारणले गर्दा पनि के हुँदैन त यो नन स्टोकियोमेट्रिक हुन्छन् सेम रेसियोमा चाहिँ एभाइलेबल हुँदैन यही कुरा नै यो मेटालिक बोन्डिङ नेचर अब बोन्डिङ पनि त्यही हो देयर इज अ नो टाइपिकल भ्यालेन्सी इन द मेटल हाइड्रोजन बोन्डिङ अलोइङ द फ्लेक्सिबिलिटी इन हाउ मच हाइड्रोजन द मेटल क्यान होल्ड यो जस्तै यो मेटल भयो यो मेटल्समा चाहिँ हाइड्रोजन चाहिँ कति होल्ड गर्न सक्छ त्यो फ्लेक्सिबिलिटी अनुसार चाहिँ के हुने हो त भन्दा हाइड्रोजन चाहिँ त्यहाँ गएर चाहिँ यो मेटल्समा गएर चाहिँ अकुपाई गर्ने हो यसको इन्डस्ट्रियल साइटमा सो यो सबै साइट्समा चाहिँ हाइड्रोजन इक्वली अकुपाई हुन सक्दैन अनि यदि यो इन्डस्ट्रियल हाइड्रेट बनिसकेपछि पनि यिनीहरूको भ्यालेन्सी फरक पर्छ त्यही भएको कारणले गर्दा चाहिँ के हो त भन्दाखेरि हाइड्रोजन यिनीहरू इन्डस्ट्रियल हाइड्रेट चाहिँ नन स्टोकियोमेट्रिक हो र अर्को लास्ट पोइन्ट चाहिँ हाइड्रोजन डिफ्युजन हाइड्रोजन क्यान मुभ विदिन द ल्याटिक्स एन्ड सेम वे लिभ अर इन्टर अन्डर द डिफ्रेन्ट कन्डिसन चेन्जिङ द ओभरअल फर्मुला जस्तै यो मेटल्समा हाइड्रोजन गएर चाहिँ अकुपाई अथवा कम्बाइन भएपछि इन्डस्ट्रियल हाइड्रेट बन्ने हो र त्यतिखेर चाहिँ के हुन्छ त भन्दाखेरि हाइड्रोजन चाहिँ ल्याटिक्समा यताउति जताततै मुभ गरिरहेको हुन्छ सो त्यसले गर्दाखेरि सबैतिर इक्वली के हुँदैन भन्ने कुरा बुझिन्छ अकुपेन्सी भएको हुँदैन भन्ने कुरा बुझिन्छ र डिफ्रेन्ट कन्डिसनले गर्दा जस्तै यसको यो इन्डस्ट्रियल साइडमा एकतिर टेम्परेचर डिफ्रेन्ट अर्कोतिर अर्कै डिफ्रेन्ट टेम्परेचर भयो भने प्रेसर भयो भने त इक्वली के हुने भयो हाइड्रोजन गएर त्यहाँ चाहिँ डिफ्युज हुने भएन सो यी कारणहरूले गर्दा एउटा भेरिएबल हाइड्रोजन अकुपेन्सी यो ल्याटिक्समा चाहिँ इक्वल नम्बरमा हाइड्रोजन गएर बस्छ भन्ने हुँदैन अर्को फिक्स कम्पोजिसन हुँदैन यिनीहरू चाहिँ जब हाइड्रेट बन्छन् र पनि यिनीहरूको भ्यालेन्सी डिफ्रेन्स हुन्छ अर्को चाहिँ हाइड्रोजन एकदमै फ्लेक्सिबल हुन्छ त्यो मेटल्समा चाहिँ गएर चाहिँ फिक्स रेसियोमा चाहिँ बसेको हुँदैन अर्को हाइड्रोजन त्यही कुरा भयो क्रिस्टल ल्याटिक्समा जब अकुपाई हुन्छ तब पनि के हुन्छ यताउति चाहिँ यो फ्लेक्सिबल भएको कारणले गर्दा डिफ्रेन्ट कन्डिसनको कारणले गर्दा चाहिँ मुभ गरिरहेको हुन्छ यी एक्जाम्पलहरू भयो इन्डस्ट्रियल हाइड्रेटका यो एक्स भनेको चाहिँ यिनीहरूको भ्यालेन्सीहरू चाहिँ डिफ्रेन्ट हुन्छन् सो इट्स प्रुभ द्याट X is not a fixed number which prove they are not stoichiometric. So यो हाइड्रोजनले चाहिँ यो मेटलसँग चाहिँ कम्बाइन हुँदाखेरि चाहिँ डिफ्रेन्ट रेसियोमा गएर चाहिँ अकुपाई गर्ने भएको कारणले गर्दा यसले चाहिँ हामीले नन स्टोइकियोमेट्रिक इन नेचर भन्न सक्यौं इन्डस्ट्रियल हाइड्रेटको चाहिँ हामीले एक्जिस्टेन्टको क्वेसन 2071 मा गिभ द इभिडेन्स भनेको छ सो यसको सल्युसन मैले चाहिँ गरेको छु र इभिडेन्सहरु के छ त इन्डस्ट्रियल हाइड्रेट एक्जिस्ट हुन्छ भन्ने कुरा कसरी चाहिँ प्रुभ गर्न सकिन्छ भन्दा एक्स-रे डिफ्युजन स्टडी भनेको चाहिँ हाइड्रोजनले चाहिँ जब क्रिस्टल ल्याटिक्सलाई इन्टर गर्यो नि तब चाहिँ के देखियो त भन्दा स्लाइटली एक्सपान्सन अफ अ मेटल ल्याटिक्स जसको कारणले के बुझ्यो त भन्दाखेरि त्यो मेटलमा हाइड्रोजनको प्रेजेन्स छ त्यसको कारणले एक्सपान्सन भयो भन्ने कुरा एक्स-रे डिफ्युजनले स्टडी गर्दाखेरि के भयो त त्यो इन्डस्ट्रियल हाइड्रेट हो भन्ने कुरालाई प्रुभ गर्दियो अर्को त्यसै गरी इन्क्रिज इन मास जब त्यो एलिमेन्ट्स अथवा त्यो क्रिस्टल ल्याटिक्समा चाहिँ ले चाहिँ हाइड्रोजनलाई एब्जर्ब गर्यो तब चाहिँ के भयो त वेटमा चाहिँ इन्क्रिज भयो जसको कारणले के थाहा भयो त भन्दाखेरि हाइड्रोजन हैज बीन एब्जर्ब इन द स्ट्रक्चर भन्ने कुरा थाहा भयो अर्को छ रिटेन्सन अफ मेटालिक प्रपर्टी भनेको चाहिँ इन्डस्ट्रियल हाइड्रेट रिटेन द इलेक्ट्रिकल कन्डक्टिभ एन्ड द मेटालिक लक्चर यो जब हाइड्रेट बन्यो हामीलाई थाहा छैन कि त्यो इन्डस्ट्रियल हो कि हैन भन्ने कुरा त्यही हामीले एक्जिस्ट छ भन्ने कुरा चाहिँ हामीले प्रुभ गर्नु पर्यो हाइड्रेट मतलब हाइड्रोजन चाहिँ अरु एलिमेन्टसँग कम्बाइन भयो जस्तै हाइड्रोजन चाहिँ जब यो एलिमेन्ट्सहरुसँग इन्डस्ट्रियल एलिमेन्ट्स डी ब्लक एलिमेन्ट्सहरुसँग कम्बाइन भयो तब चाहिँ के भयो त भन्दा इलेक्ट्रिकल कन्डक्टिभिटी र मेटालिक लक्चर चाहिँ हामीले त्यसमा देख्यो र यसले चाहिँ कसरी थाहा पायो त भन्दा दैट हाइड्रोजन इज नट फर्मिङ दैट आयोनिक अथवा कोभ्यालेन्ट बोन्ड मेटालिक र इलेक्ट्रिक कन्डक्टिभिटी चाहिँ त्यसले देखाइरहेको छ त्यो हाइड्रेट भने त्यो चाहिँ इन्डस्ट्रियल हाइड्रेट हो र यसरी चाहिँ इन्डस्ट्रियल हाइड्रेटको एक्जिस्टेन्स यसले पनि प्रुभ गर्यो यी तीन पोइन्टहरुबाट चाहिँ हामीले चाहिँ गिभ एभिडेन्स फर एक्जिस्टेन्स अफ इन्डस्ट्रियल हाइड्रेट विथ एक्जाम्पल भन्ने छ ओलिजिकलमा क्वेशन यसलाई चाहिँ आन्सर दिन सक्यो र एक्जाम्पल पनि एउटा राखौं एक्जाम्पलमा चाहिँ जस्तै प्लेडियम हाइड्रेट भयो जब चाहिँ प्लेडियम
त्यो सँग चाहिँ हाइड्रोजनले रियाक्ट गर्यो तब चाहिँ यी चेन्जहरू मतलब मास पनि इन्क्रिज भयो अर्को ल्याटिक्स त्यो मेटल प्लाडियमको चाहिँ अलिकति के भयो त भन्दाखेरि एक्सपान्सन भयो अर्को मेटालिक लेक्चर्स पनि गेन गरेको देखियो अनि जब त्यसले चाहिँ इन्डस्ट्रियल साइट्सहरू हाइड्रोजनले के गर्ने त इन्डस्ट्रियल हाइड्रेटमा इन्डस्ट्रियल साइट्समा गएर अकुपाई गर्ने हो त्यसो गर्दाखेरि चाहिँ यी चेन्जहरू देखियो अकुपाई द इन्डस्ट्रियल इन द एफसीसी ल्याटिक्स अफ प्लाडियम मेटल जस्तै फेस सेन्ट्रल क्युबिक एफसीसी भनेको चाहिँ यसको एउटा साइट्समा गएर अकुपाई भएको देखियो यसरी चाहिँ हामीले यसको इभिडेन्स दिन सक्छौँ गरे इन्डस्ट्रियल हाइड्रेटको क्वेसन 2073 मा सोधिएको छ वाइ डु सल्ट्स हाइड्रेट एक्ट एज इफेक्टिभ क्याटालिस्ट इन हाइड्रोजिनेसन रियाक्सन भनेको चाहिँ है सो हाइड्रोजन जेनेरेसन रियाक्सनमा चाहिँ यसले कसरी इफेक्टिभ क्याटालिस्टको काम गरेको छ वाइ यसले चाहिँ यस्तो एक्ट गर्छ भन्ने कुरा हामीले प्रुभ गर्नु पर्यो हेर्नुहोस् है त एउटा पोइन्ट भनेको हाइड्रोजन एब्जर्प्सन्स एन्ड रिलिज दे क्यान एब्जर्ब एन्ड रिलिज हाइड्रोजन इजिली मेकिङ देम आइडल फर द रियाक्सन वेयर हाइड्रोजन निड टु बी एडेड जस्तै इन्डस्ट्रियल हाइड्राइडमा चाहिँ मतलब कुनै पनि एउटा इलिमेन्ट्समा जब हाइड्रोजन एब्जर्ब हुन्छ त्यो चाहिँ इजिली के गर्न सक्छ त भन्दाखेरि निस्किन पनि सक्छ त्यसले गर्दाखेरि त्यसलाई त्यो मेटललाई के गर्ने भयो त आइडियल बनाउने भयो रियाक्सनको लागि सो वेन एभर हाइड्रोजन इट निड यो हाइड्रोजन चाहिँ गएर अकुपाई हुने भयो इन्डस्ट्रियल साइडमा र जब चाहिँ रिलिज गर्नुपर्ने हो इजिली चाहिँ रिलिज हुन सक्ने भयो सो यसले यसरी चाहिँ क्याटालिस्टमा मतलब त्यो मेटल्समा चाहिँ एब्जर्ब र रिलिज चाहिँ इजिली गर्न सक्ने भएर एउटा क्याटालिस्टको रूपमा काम गर्न सक्ने भयो अर्को चाहिँ एक्टिभेसन अफ एच2 मोलिक्युल मेटल सर्फेस हेल्प ब्रेक एच बोन मेकिङ एज एटम मोर रियाक्टिभ फर हाइड्रोजिनेसन्स अफ अल्काली इटिसी भनेको छ है त सो जब यो हाइड्रोजन चाहिँ इन्डस्ट्रियल साइट्समा गएर अर्को इलिमेन्ट्सको चाहिँ त्यहाँ एब्जर्ब गरेर अकुपाई गरेर बसेको हुन्छ तब यसले चाहिँ के गर्न सक्छ त भन्दाखेरि एच2 मोलिक्युललाई एचएच दुईटालाई चाहिँ बोन्सलाई ब्रेक गरेर चाहिँ के गर्ने हाइड्रोजिनेसन रियाक्सनको लागि चाहिँ मोर रियाक्टिभ भएर चाहिँ क्याटालिस्टको रूपमा काम गर्न सक्छ अर्को हाई सर्फेस रियाक्टिभिटी भनेको छ ट्रान्जिसन मेटल ह्याभ हाई एक्टिभ साइट्स अन देयर सर्फेस वेयर रियाक्सन अकुपाई अथवा अकोर ऱ्यापिडली सो यो इन्डस्ट्रियल हाइड्राइड भनेको त्यही हो हाइड्रोजनले चाहिँ कोसँग रियाक्ट गर्ने ट्रान्जिसन मेटल्सहरू डी ब्लक इलिमेन्ट्ससँग गर्ने हो भने ती डी ब्लक इलिमेन्ट्स इन ट्रान्जिसन मेटल्सहरूको चाहिँ एक्टिभ साइट्सहरू चाहिँ के हो तिनीहरूसँग एक्टिभ साइट्सहरू हुन्छन् जहाँ चाहिँ रियाक्सनहरू ऱ्यापिडली हुन सक्छन् अर्को स्टेबिलिटी अफ रियाक्सन कन्डिसन इन्डस्ट्रियल हाइड्राइड आर स्टेबल एन्ड रियुजेबल अन्डर द टाइपिकल इन्डस्ट्रियल एन्ड ल्याब कन्डिसन जस्तै यो इन्डस्ट्रियल हाइड्राइडहरू चाहिँ एकदमै स्टेबल हुन्छन् धेरै समयसम्म चाहिँ स्टेबल स्टेटमा बस्छ र हामीलाई वेन एभर वी निड द्याट एज अ क्याटालिस्ट फर द रियाक्सन देन यसलाई रियुज गर्न सकिन्छ जस्तै हामीले माथि भन्यो हाइड्रोजनलाई चाहिँ इजिली हामीले त्यहाँबाट रिलिज जस्तै इन्डस्ट्रियल हाइड्राइडबाट चाहिँ हाइड्रोजनलाई चाहियो क्याटालिस्टको रूपमा भने त्यसलाई चाहिँ रिलिज गर्न सक्यो इजिली अर्को भनेको चाहिँ त्यसलाई हाइड्रोजन एटम्स चाहिँ मोर रियाक्टिभ हुन्छ मजाले त्यो चाहिँ के गर्नुभयो त्यो हाइड्राइड इन्डस्ट्रियल हाइड्राइडबाट चाहिँ रिलिज भएर चाहिँ क्याटालिस्टको रूपमा काम गर्न सक्ने भयो अर्को हामीले भन्यो ऱ्यापिडली त्यहाँ रियाक्सन भइरहेको हुन्छ इन्डस्ट्रियल हाइड्राइडमा है 3 नम्बर पोइन्ट्समा भन्यो यो चाहिँ इन्डस्ट्रियल हाइड्राइडको चाहिँ के हुन्छ त भन्दाखेरि एक्टिभ साइटको कारणले गर्दा त्यहाँ ऱ्यापिडली रियाक्सन भइरहेको हुन्छ जसको कारणले गर्दाखेरि चाहिँ हाइड्रोजन क्याटालिस्टको रूपमा चाहिँ वेन एभर रिक्वायर्ड त्यहाँबाट रिलिज भएर क्याटालिस्टको रूपमा काम गर्न सक्छ भने अर्को चाहिँ हामीले भन्यौँ पछि इन्डस्ट्रियल अथवा ल्याब कन्डिसन्सहरूमा चाहिँ यसलाई हामीले युज गरेर यसलाई स्टेबल हुन्छ यो त्यसलाई चाहिँ रियुज गर्न सकिन्छ जस्तै इक्जाम्पलहरू यी भए यिनीहरू चाहिँ के भयो त इन्डस्ट्रियल इलिमेन्ट्सहरू भयो सो दे क्यान फर्म द इन्डस्ट्रियल हाइड्राइड विथ द हाइड्रोजन एन्ड कमनली युज इन द हाइड्रोजिनेसन रियाक्सन फर्स्ट च्याप्टर कम्प्लिट भएको छ र यो च्याप्टरबाट चाहिँ लङ क्वेसन आउँदैन मात्र 4 मार्क्सको क्वेसन आउने हो मैले यी सबैको सल्युसन विथ कन्सेप्ट यो भिडियोमा दिएको छु अब यो चाहिँ फेरि कन्फ्युज नहुनु होला यो न्यू कोर्स नै हो 2082 आई जस्ट बाई इट अनि बुकहरू पनि यो पनि सबै नयाँ सिलेबसमा अनुसार चाहिँ मैले नोट्स क्रिएट गरेर हजुरहरूलाई चाहिँ एक्सप्लेन गरेको छु